फाइनली सुब्बा देउराली आइसक्यो। चटपटी खाएको पिरो भएर हिँड्नै सकिएको छैन। थकित छौँ है हामी सानी बहिनी नि बोल्दैौ न केही। हाम्रो सुब्बा कस्तो भइरहेछ? सबैको रक्षा गरून्। यता हेर चटपटी कस्तो थियो? मिठो। तर मिठो साह्रै पिरो। एक ठाउँकाले नअगाएर फेरि पनि खायौँ। यो अझै नि बाँकी छ हेर्नु त। आएको पुलमा जाने भनेको यिनीहरू हिँड्न नसकेर म जानै पाइनँ। यस्ता छन् मेरो साथीहरू हिँड्न नसक्ने। चटपटी मात्र खान आए जस्तो गर्छन्। मासु खाने हो कि चटपटी? तपाईँको खाना छोडेर यता चटपटीतिर लागिरहन्। अब ल गाडीहरू बोको खाने हो? यस्तो राम्रो छ ठाउँ। फाइनली यहाँ सुरुङबेटी गुफा भेटिसकेको छ। हाम्रो ग्रुप चाहिँ धेरै नै हो। अहिले सबैले छोडेर गइसके। हामी हिँड्न नसकेर थकित अवस्थामा पछाडि बसिरहेछौँ। तर मजा आउँछ नि हो। गाइजहरू हेर्नु, आज अर्घाखाँचीको मौसम एकदम राम्रो भएको कारण हामीले नर्मल कपडामै ठिक छ हामीलाई। आज गर्मी नै भइरह। बुटलको शीतलहर अनि अर्घाखाँचीको यो घाम। वाउ, अर्घाखाँची छोडेर जानै मन छैन नि मलाई त। हामी अर्घाखाँची नै बस्छौँ। हुनुहुन्छ कोही? गाइजहरू हाम्रो अगाडि मामा पनि हुनुहुन्छ। मासु भातले गर्दा यत्रो बाटो हिँड्ने गरा हामीलाई। तर मासु खानभन्दा पहिला हामी चटपटी खाएर अगाइसकेका छौँ। 3 पाटी बमिट गर्दै आएर गाडीभरि बमिट गर्ने मान्छे यही है।